तपाईँ 18 अरब रु विद्युत प्राधिकरणको डेलिगेट टर्म लाइनको चाहिँ पैसा उठाउनलाई तपाईँ बोर्डको मिटिङमा तपाईँ चुप लागेर बस्नु हुने, तपाईँ आज 5 कले 10 गर्ने औषधि जस्तो चाहिँ व्यापारमा चाहिँ तपाईँ भ्याट लाउनु खोज्ने, त्यो 13-22 उठाउनु न। तपाईँ बोर्डको सदस्य हो विद्युत प्राधिकरण टर्म लाइन डेलिगेट लाइनको, तपाईँ किन बोल्नु भएन? तपाईँसँग मिटिङमा तपाईँले चाहिँ बोर्डको मिटिङ तपाईँ किन बोल्नु भएको छैन? तपाईँ मसँग बोर्डको मिटिङ बसेन, म राज्य मन्त्री हुँदाखेरि तपाईँ यो 22 अरब आज उठाउनु पर्छ, म उठाउनु सक्छु, रासो उठाउनु सक्छु भनेर तपाईँ हात उठाउनुहोस्। उहाँहरूले 5 को 10 पनि गराउँला, 13% भ्याट पनि हामी लगाउनु हामी चाहन्छौँ। तपाईँहरू यति रास भएको ठाउँको चाहिँ राजस्व उठाउनलाई चाहिँ तपाईँहरू कसको डरले तपाईँले त्यो तपाईँ बोर्डको मिटिङमा बोल्नु भएन? राजस्व सचिवज्यू मलाई भन्नुहोस्, कसको दबाउले तपाईँ बोर्डको मिटिङमा चाहिँ डेलिगेट टर्म लाइनको पैसा उठाउनुपर्छ भन्दाखेरि तपाईँ चाहिँ चुप लागेर बस्नुभयो? आज सानो कुनाको एउटा चाहिँ 5%बाट एउटा चाहिँ यत्रो 2500 करोडौँ रुपियाँ लगानी गरी फ्याक्ट्रीहरूको लागि चाहिँ 5 को 10 गर्नु चाहने, यो औषधिहरूमा चाहिँ के अरे यो चिकन प्लास्टिक लगाएर हरेक औषधिहरूमा चाहिँ 13% भ्याट लाउनु खोज्ने, तपाईँले यो 22 अरब पैसा उठाउने काममा डेलिगेट टर्म लाइन उठाउने काममा तपाईँ एकदमै यसमा लाग्नुपर्छ। जनतालाई कर बढाएर मन्त्रीको जिल्लालाई बजेट पुर्याउन लान राम्रो कुरो होइन यो। माधव नेपाल पनि यो वास्तवमा साथीभाइ विश्वासले गर्दाखेरि माधव नेपाल आज फस्यो। 18 करोडमा माधव नेपालले 93 जनालाई भ्रष्टाचारी गरेर छन्, 93 जनालाई भाग लाउँछन्। कति पऱ्यो होला माधव नेपालको नाममा? भ्रष्टाचारी जम्मा 18 करोड त हो। अब विषयभन्दा बाहिर नजाउँ, यसमा पनि पर्छ। हामीले अहिले ठिक छ हामीले ठिक छ 5% भनेर त्यसमा हामीले सदर गर्ला, भोलि त्यहाँ बेसी भ्रष्टाचारी हुन्छ कि त्यसमा हामी पस्ला। भोलि औषधि व्यवसायलाई 13% भ्याट नलाउने भन्नु छ, नलाउनुहोस् भन्नुहुन्छ हामी, नभोलि हामी त्यो नलाउँछौँ, हामी त्यहाँ पनि फस्छौँ कि? त्यो कुरा हामीले विचारहरू गरौँ।